र हेलो फ्रेन्ड्स, मैले यो अर्को जोक्सको भिडियो लिएर आएको छु। अन्त यदि तपाईँलाई यो भिडियो मन पर्यो भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला र यो भिडियोलाई लाइक सेयर पनि गरिदिनुहोस् होला। र म चाहिँ आज चाहिँ एउटा हात्ती र एउटा मुसाको जोक्स भन्न आँटेको छु र स्टार्ट गरौँ। एक दिन चाहिँ एउटा हात्ती र मुसा चाहिँ अब बेस्ट फ्रेन्ड थियो अरे नि त। अन्त तिनीहरू चाहिँ अब हाइड एन्ड सिक खेल्ने, अब लुकीचोरी खेल्ने सोच्यो अरे हो। त्यहाँपछि हात्तीले भन्यो अरे मुसालाई, त्यसो भए तँ 5 सम्म काउन्ट गर्दै गर, म लुक्छु भन्यो अरे हो। मुसाले पनि ठिक छ भनेर मुसाले चाहिँ काउन्ट गर्नु बस्यो अरे हो। अन्त हात्ती चाहिँ त्यहाँबाट बिस्तारै लुक्नु गयो अरे हो। अन्त हात्ती चाहिँ एउटा मन्दिरमा लुक्यो अरे। अन्त भन्यो अरे, यो यहाँ त त्यसले मलाई कहिले भेट्दैन भनेर भरे त मुसाले त हात्तीलाई त मन्दिरमै भेटिदियो अरे। हात्ती पनि छक्कै पऱ्यो अरे होइन। अनि यसले मलाई कसरी भेट्यो भनेर अन्त सोध्यो अरे, ओइ तैँले मलाई कसरी भेटिस्, म त यस्तो जग्गामा लुकेको थिएँ भनेर। अन्त मुसाले भन्छ, तैँले तेरो चप्पल त बाहिर मन्दिर बाहिरै छोडिरहेको थिइस् भनेर। अन्त यो देखेर चाहिँ हात्ती सक्ड भयो अरे हो। र थ्याङ्क यू गाइस।